चर्चित मोडल मिस पबीको बाल विवाह भएर पनि सम्बन्ध विच्छेद, आत्महत्याको कयौं पटक प्रयास गरेको गरिन् खुलासा। दर्शकबिन नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम बनाइसकेकी मिस पबीले हालै आफ्नो विगतका पीडादायी अनुभवहरू सार्वजनिक गरेकी छन्। उनले 16 वर्षकै उमेरमा विवाह भएको र 2 वर्षमै सम्बन्ध विच्छेद भएको खुलासा गरेकी छन्। मेरो 16 वर्षको उमेरमा त्यस्तो भएको हो। म चाहिँ त्यो बच्चै थिएँ त्यो बेलामा हैन। म चाहिँ यो कुराहरु कहिले एक्सपोज पनि गर्न चाहन्न। म हैन नै भन्छु किनकि अब म मोडलिङ क्षेत्रमा चम्किनु अघि नै उनले जिन्दगीको अँध्यारो चरण पार गरेकी थिइन्। भावुक हुँदै उनले भनिन्, 16 वर्षमै मेरो विवाह भयो। म त्यति बेला केही बुझ्ने भइसकेकी थिइनँ। 2 वर्षसम्म सँगै बस्दा अनेकौं असमझदारी आए र अन्ततः सम्बन्ध टुट्यो। त्यो समय सम्झिँदै मिस पबीका आँखा रसाए। मैले धेरै रोएँ, धेरै कराएँ, आत्महत्या गर्ने सोच पनि आयो। तर बाबा मम्मीले दिएको साथ र माया नै थियो जसले मलाई बाँच्ने प्रेरणा दियो, उनले भनिन्। मैले कतिचोटि सुसाइड गर्ने कोसिस पनि गरेँ हैन। अनि अब त्यस्तो त्यो कुराहरू अब त्यो भोगेको कुराहरू चाहिँ आफूलाई मात्र थाहा। हालसालै उनी नेपाली चलचित्र माग्ने राजामा अनुबन्धित भएकी थिइन्। तर अभिनय गर्न नजानेको, स्क्रिप्ट बोल्न नआएको भन्दै उनलाई चलचित्रबाट हटाइएको छ। यो विषयमा उनले गुनासो गर्दै भनिन्, मलाई हटाइएको कुराबारे मलाई थाहा थिएन। टिमले मिडियालाई जानकारी दिए तर मलाई भने पहिला केही पनि थाहा दिएन। म निकै दुखी भएँ। अन्त पढ्दाखेरि चाहिँ त्यो पढ्दै म अड्किएँ। 3-4 चोटि म अड्किएँ हैन। अनि अड्किसकेपछि अब त्यति बेला त केही पनि कुरा भएको थिएन। त्यो अहिले भने मिस पबी मोडलिङ सँगसँगै पछिल्लो समयको चर्चित रियालिटी शो कमेडी दरबारमा हास्य कलाकारको रूपमा काम गरिरहेकी छन्। दुःखद विगतका बावजुद आज मोडलिङ क्षेत्रमा सफलताका साथ अगाडि बढिरहेकी मिस पबीको सङ्घर्ष धेरै युवतीहरूका लागि प्रेरणादायी बन्न सक्छ। दर्शकबिन, तपाईहरूलाई मिस पबीको अभिनय कस्तो लाग्छ? कृपया जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन भने नभुल्नुहोला। साथै यस्तै जानकारीमूलक र रमाइला भिडियो हेर्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला भन्दै आजको भिडियोबाट भने बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार, जय नेपाल।